सो आज भने चाहिँ म रेडी भएर होइन एकदम यो साडी चाहिँ मेरो मिल्दै मिलेको छैन। हेर्नुहोस् न यस्तो दिमाग खराब गरेको कि यो साडीको मुजा मिलाउनु जस्तो साह्रो काम चाहिँ के पनि होइन होला होइन। कतिजनालाई त आउँछ होला तर मलाई चाहिँ आउँदैन। अहिले चाहिँ हामी कहाँ जाँदैछु भन्यो भने चाहिँ पयुङमा इन्भाइट छ। आज चाहिँ हाम्रो जोजोहरूले इन्भाइट गर्नुभएको थियो। जोजो चाहिँ को हो भने चाहिँ डिलर जसले हामीलाई कुखुरा दिनुहुन्छ होइन, जोजोकोबाट पाल्छु नि त। उहाँ जोजोले इन्भाइट गर्नुभएको थियो अनि हामी चाहिँ त्यहाँ जाँदैछु। त्यहाँ चाहिँ नानीको छेवर थियो, जोजोको चाहिँ नातिको चाहिँ छेवर थियो अनि हामी चाहिँ त्यहीँ गएको। अनि एकदमै यहाँ हामी चाहिँ 4 बजीतिर अलमोस्ट 4 बजिसकेको थियो त्यति बेला पुगेको थियो। अनि डेकोरेसन हेरेको एकदमै राम्रो थियो होइन। यहाँ अलिकति अङ्कलको डान्स पनि हेरेर इन्जोय गऱ्यो हामीले चाहिँ होइन। अन्त नानीलाई खदाहरू लगाएर चाहिँ हामी पनि केही खाजाहरू खाउँ भनेर स्न्याक्समा खानु लानुभयो। अनि यहाँ बसेर हामीले चिया स्न्याक्सहरू खायौँ होइन। एकदम टेस्टी थियो सबै कुरो, एकदम मजा आयो। त्यहाँदेखि चाहिँ हामी बार चाहिँ 3टा बनाउनु भएको रहेछ होइन। मान्छेहरू बारमै हुन्छ भनेर चाहिँ सबैलाई याद भइसकेको छ कि यहाँ। अनि यहाँ बारमा चाहिँ 3टा बार रहेछ। अनि 3मा चाहिँ यहाँ हाम्रो गाउँको दाजुहरू पनि रहेछ। त्यहीँ गएर हामी बस्यौँ। त्यहाँ बसेर चाहिँ मैले फेरि स्न्याक्स खाएँ, रोटी खाएँ, एकदम दामी, एकदम मजा आयो आज चाहिँ हामीलाई होइन। सबै मजा आयो कि सबै रेडीहरू हुनु पनि, तर साडी नमिलेर त्यस्तो रिस उठेको हो। चिकन ललिपपहरू खायौँ हामीले चाहिँ एकदम मजाले होइन। अनि हामी चाहिँ चिकनहरू खाएर चाहिँ एकदम मजा गइरहेको थियो, रेला गर्दै थियो हो यहाँनिर। अनि फेरि आसङहरूसँग एकछिन रेला गरेँ। आसङले भिडियोमा हेर्नु न भनेर जिद्दी गरेको, हेर्दिनँ भन्छ, नगर भिडियो भन्दै थियो हो। त्यहाँदेखि फेरि यो खाँदैछ भनेर देखाएर एकदम मजा आयो होइन। यहाँ चाहिँ 2जना आसेङ हो, गाउँकै हो। त्यही भएर चाहिँ एकदम 2जनासँग रेला गरेर अब के खाएको भन्दै सोध्दै थिएँ मैले। भिडियो नगर्नु भन्दैछ, चुप्लाक भन्दैछ मलाई चाहिँ हो। म चाहिँ रेला गरेको गरिदिँदैछु। हामीलाई चाहिँ एकदम मजा आएको थियो। यो चाहिँ अब भिडियो चाहिँ आज हाल्दैछु तर बट यो चाहिँ हिजै भइसकेकोहरू हो नि त। अन्त हामी चाहिँ अब बेलुका कुखुरा पनि छ भने छिटो खानामा गएको। खानामा जाने बित्तिकै लाइट पनि गएको हो। एकछिनमा चाहिँ लाइट पनि आइहाल्यो। तर चाहिँ मैले लिएँ मटन, नान होइन। नान चाहिँ एकदम टेस्टी थियो, मजाले खायो खाना पनि होइन। मैले चाहिँ नानै खाएँ, खाना त खान सकिनँ, स्न्याक्सहरूले नै अगाइसकेको थिएँ होइन। त्यहाँदेखि चाहिँ हामी सरौ लगाएर चाहिँ अब फर्किनुपर्छ भनेर सरौ लगाएर हामी 2जना चाहिँ बाइकमा आएको, उनीहरू चाहिँ गाडीमा आएको थियो। त्यही भएर उनीहरू चाहिँ बेलुका राति आयो भन्दै थियो। हामी चाहिँ आइहाल्यौँ। 6:30मा चाहिँ हामी चाहिँ घर आइपुगेको थियो हो। 6:30मा घर आइपुग्दाखेरि चाहिँ हामी यस्तो रात परेको थियो, निस्किँदाखेरि 5:50हरू भएको थियो होला। यस्तै 40 मिनटहरू जस्तो लाग्दछ पयुङदेखि यहाँ हाम्रो घर आइपुग्नु चाहिँ। सो आजको ब्लग चाहिँ, मेरो सर्ट ब्लग चाहिँ यस्तो थियो। मन पऱ्यो भने चाहिँ मलाई लाइक फलो गरिदिनुहोस्।